हेलो एभ्रिवान। म चाहिँ यहाँ आज अब डेली अरूतिर भ्लग गर्नु गइरहेको थिएँ। आज चाहिँ विशेष यहाँ झार जङ्गल गाईबस्तु चराचुरुङ्गीहरूसँग भ्लग बनाऊ भनेर म यतातिर आएको थिएँ। र यहाँ यस्तो गर्मीमा यस्तो झाडीमा एउटा सानो भाइलाई भेट भयो, मेरो सानो भाइसँग भेट भयो। र छेउमा गएर हेर्दा चाहिँ धेरै वर्ष अगाडि, आजभन्दा 6-7 वर्ष अगाडि चाहिँ नर्सरी एलकेजीमा पढ्दै गरेको केटो रहेछ मैले यहाँ भेटेँ। र यसको चाहिँ त्यतिखेर पढ्दै गरेको अवस्थामा चाहिँ यसको आमा चाहिँ अचानक बिरामी भएर बित्नु भएको हो। र अहिले केटो चाहिँ यत्रो ठुलो भइसकेको रहेछ। अहिले कति क्लासमा पढ्छस् भाइ? अहिले 6मा पढ्दै रहेछ। र यसरी भेट भयो र एकछिन गफगाफ गऱ्यौँ, भनौँ न गऱ्यौँ, गफगाफहरू यताउता भयो। र अहिले कस्तो अनि आमाको याद आउँछ कि आउँदैन भाइ तँलाई? कतिको याद आउँछ आमाको भन्दै त यता हेर्न। धेरै याद आउँछ नि। अनि बाबा चाहिँ कहाँ छ त? बाबा थाहा छैन, आमा बित्नु भएको। र यो चाहिँ यहाँ परतिर एकजनाको घरमा यसरी बसेर कामसाम पनि गर्छ, स्कुल पनि जान्छ। बिचरा उसको आमा चाहिँ ऊ सानो हुँदाखेरि बितेको, धेरै याद आउँछ अरे आमाको। र यसरी अहिले यहाँ गाई चराउनु आएको रहेछ, मसँग भेट भयो, खुसी लाग्यो। र राम्रो पढ्नु भाइ, भविष्यमा केही गरेर खाने हुनु है। अनि केही अप्ठ्यारो पर्यो भने, केही त्यस्तो साह्रो गाह्रो पर्यो भने मलाई भन्नु, म पनि केही मात्रामा सहयोग गर्छु होइन। म पनि त्यस्तो अब हुने खाने त्यस्तो सहयोग गर्नु सक्ने मान्छे त होइन, तर पनि म तिमीलाई त्यस्तो केही परेर गर्नु पर्यो भने म पछि चाहिँ हट्दिनँ, तिम्रो लागि म सहयोग गर्नु तयार छु। र त्यस्तो केही पर्यो भने मलाई पनि भन्नु है भाइ। अलिक साह्रो भन न।